र होशियार हुनुहोस्, तपाईको भोट एक साधारण कागजको टुक्रा होइन। तपाईको भोट संसारकै सबैभन्दा शक्तिशाली आणविक अस्त्र भन्दा पनि ठूलो र बलियो छ। यदि तपाईले मतदान सही ठाउँमा प्रयोग गर्नुभयो भने यसले राष्ट्र निर्माण र सन्ततिको भविष्य उज्यालो बनाउँछ। तर याद राख्नुहोस्, तपाईले फेरि पनि एउटा भूल गर्नुभयो। तपाईको गलत मतदानले तपाईको सिङ्गो पुस्तालाई 100 वर्ष पछाडिसम्म धकेल्न सक्छ। संसारको कुनै पनि शक्तिशाली शासकलाई जिम्मेवार नागरिकको एक भोटले घुँडा टेकाउँछ। त्यसैले याद गर्नुहोस्, तपाईलाई यस पटक पनि गलत निर्णय गर्ने, गलत ठाउँमा मतदान गर्ने र पछुताउने कुनै पनि तपाईलाई छुट छैन। अहिलेसम्म हामीले गलत व्यक्तिलाई, गलत पार्टीलाई मतदान गरेकोले नै देशको यो दुर्दशा भएको हो। एक पटक याद गर्नुहोस्, अहिलेसम्मका सांसद र सरकारका अनुहारहरू 75 वर्षदेखि हामीलाई यिनै अनुहारहरू, यिनै व्यक्तिहरू, यिनै पार्टीहरूले बारम्बार लुटिरहेका छन्, बारम्बार चुसिरहेका छन्, देशलाई डुबाइरहेका छन्। म पहिलो एपिसोड गराउँदैछु नेपालको राजनीतिक वास्तविकता र तथ्य र प्रमाणमा आधारित। छिट्टै आउँदैछ। तथ्य बुझौं, प्रश्न सोधौं। जय नेपाल।